यहाँका उपस्थित साथीहरूलाई र सबै चाहिँ महिला दिदीबहिनी दाजुभाइहरूलाई सबैलाई चाहिँ अहिले यहाँ चाहिँ मन्दिर उद्घाटन गर्न आएको सब चाहिँ साथीहरूलाई र मेरो तर्फबाट र यहाँको अहिलेको हाम्रो चाहिँ अहिलेको झलक्क पार्न चाहिँ आँखा उगार्ने सरकार समेतलाई नमस्कार छ हजुर। र अहिले हामीले यहाँको लागि हरेकौँ चिजदेखि हाम्रो बुबु पुर्खादेखि चाहिँ पहिला सुरैमा चाहिँ चोचुडाङ्गी नन्दुपुर चाहिँ पुजारीका पालादेखिको कुरा म थाहा पाउँछु। यहाँको शक्ति थाहा पाउँछु। यहाँको चाहिँ अहिले उहाँले केही सेवा गर्नुभएको छ, भीमप्रकाश शर्माजीले केही सेवा गर्नुभएको छ। र पहिले पनि मैले उहाँलाई चाहिँ चुनावकै बेला भने हुँ, ए नजर यता लगाइ बसला हजुरले भने हुँ, मैले नाम त गरिनँ, नजर यतातिर लगाइ बसला भने हुँ। तर उहाँले भुल्नुभयो रहन्छ। अहिले केही उहाँलाई पनि सिद्ध बाबाले र यहाँको चाहिँ पुण्यभूमिले केही चाहिँ उहाँलाई पनि चाहिँ सहयोग गर्नेछ। काम गर्ने चाहिँ रामलाल चलाउनेजीलाई पनि केही सिद्ध बाबाले प्रमाणित चाहिँ गर्नेछन् र केही सहाय गर्नेछन्। र यहाँको दुःख पहिलेको दुःख सुन्नुहोस् तपाईँहरू, म भनिदिन्छु। चोचुडाङ्गी र चाहिँ नन्दुपुरका पालादेखिको कुरा गरिदिन्छु म तपाईँहरूलाई। र पुजारीहरूको पनि म सबै चाहिँ प्रगट पारिदिन्छु तपाईँहरूलाई। र त्यसैले कुरो क्या पर्यो भन्नुहुन्छ भनेपछि म सकभर ढुङ्गीमा बसेर धारा हाल्ने शक्ति यहाँ धेरै ढुङ्गीमा बसेर धारा हाल्ने थियो। र मैले चाहिँ अलि शरम चाहिँ लागेको हुनाले अब 24-25 सालमा म चाहिँ वडा थिएँ। त्यो बेला चाहिँ पुजारी पनि भए। मैले 11 जना चाहिँ प्रहरी राजर गई प्रेमबहादुर बुढाथोकी अलि सदस्य बनाएर शेरीपाटा समेतको चाहिँ मद्दत लिएर र मैले चाहिँ 11 जना चाहिँ प्रहरी मगाएर चाहिँ यहाँ अहिले चाहिँ यहाँ खाने बस्ने उठ्ने बस्ने भयो। बिहान चाहिँ राम्रो मान्छे साँझ बोकेर लिनु पर्थ्यो, मारामार गर्ने खोसाखोस गर्ने त्यस्तो अवस्था थियो। त्यो अवस्थाबाट मैले चाहिँ छुटाइदिएँ। सिद्ध बाबा चाहिँ जुम्लाबाट आइसकेपछि रोल्पामा बसे 2 रात। रोल्पाबाट यता फर्केर चाहिँ कुमाकमा आए। कुमाकमा चाहिँ उहाँको रैथाने राम्रो भयो र त्यहाँदेखि उहाँले शक्ति प्राप्त गर्न लाग्नुभयो, शक्ति दिनुभयो। र त्यसैले गर्दाखेरि हामीले चाहिँ थिएन, भुइँमा धारा हाल्थ्यौँ, अहिले मन्दिर गराइयो। त्यहाँदेखि चाहिँ काठमाडौँबाट चाहिँ नमराज सुवेदी भन्नेले चाहिँ मन्दिरी त्यो मूर्ति ल्याइदिए। मूर्ति बनाएको जसलाई केही खाएका होइन हजुर, नत्र मात्रै नसक्ने थिइनँ। र त्यहाँदेखि चाहिँ जेलाभरि धाराभरि खाए, मूर्ति हाल्यो। त्यहाँदेखि यही मन्दिरको चाहिँ देवताको चाहिँ उसबाट छानो मन्दिर गराइयो, छानो हाल्यो। त्यहाँदेखि चाहिँ छानो हालिसकेपछि अहिले यहाँ सरकारले पनि केही नजर लागेको हुनाले